आए नयाँ नयाँ कपडा आए हजुर अहिले नयाँ नयाँ गर्मीमा सिजनमा लाउने कपडाहरू ओढ्ने कपडा कसो महिलाहरू एक घर समितिको हजुर कोही छन् ल आउनुहोस् हजुर आउनुहोस् कपडा हेर्नुबाट यो नयाँ नयाँ कपडा आएका छन् यस्तो नयाँ कपडा यस्तो अहिले नयाँ नयाँ डिजाइनमा अहिले गर्मीमा लाउने पनि ओढ्ने कपडा नयाँ नयाँ आएका छन् यी महिलाहरूका यो टाउकोमा फाल्ने कपडा यो चोलो यी साडीहरू छन् साडी केही राख्दैन अहिले गर्मीमा लाउने अलिक कम्मल राख्नु कि भने कम्मल यो अहिले नयाँ नयाँ 4 महिना गर्मीमा ओढ्ने कपडा यस्तो यो हेर्नु न ओ यस्तै उनकै गर्मीमा ओढ्ने कपडा यसै उनकै यो हुन्छ पक्का गर्मीमा ओढ्ने यो कपडा पक्का त कुरा त बुझ यो अझै गर्मीमा के हुन्छ भने मान्छे घुटीमुटी भयो भने ग्यास भरिन्छ भित्र ग्यास भरिन हावा पास हुँदैन यस्तो अहिले गर्मीमा मच्छर खानाले घुटीमुटी भयो भने यहाँबाट हावा पास हुन्छ मान्छेको शरीरमा ऊ पनि हुन्छ मच्छरले पनि खाँदैन यो यसमा हावा पास हुन्छ नयाँ कपडा हो यो नयाँ कपडा हुँदैन यसो नयाँ कपडा हुँदैन नयाँ कपडा हुँदैन बेत्तुबटे यसो कपडा पनि नोसिया त यो बेत्तुबटे बरु मन नलागे हजुर नराख्नुहोस् मन नलागे नराख्नुहोस् यो कपडा मेरो व्यापारलाई यस्तो नगरिदिनुहोस् किनभने तल्ला मुल्ला भएर पनि हेर्नु ढाक्नु यसो बाजी कोही राख्दैन यो नगर्नु नराख्ने बरु नराख्ने यो च्यात्नु हुँदैन किनभने मेरामै पैसा पऱ्यो यो चिरिया कपडा सबडा ल्याइकन यहाँ बेच्थे चिरिया होइन यो नयाँ कम्पनीले अहिले डिजाइनमा बनाएको गर्मीमा लाउने गर्मीमा ओढ्ने घुटीमुटी हुने भित्र मच्छर बस्दैन यस्तो हावा पास हुन्छ भनेर हो यो यसो हजुर रात त परिजानु भयो कहीँ बास मिल्ला हजुर बास यहाँ बास मिल्दैन यहाँ कोही छैनन् घर छोराबाट पड्डा छन् श्रीमान माथि बजार जान्छन् यहाँ कहिले आउँछन् कहिले आउँदैन श्रीमान क्याद्दाबे त कोही न तमी बहिनी म पनि श्रीमान म पनि छोरो मान्छे हो नि त छोरो मान्छे भयो के भयो त यहाँ महिला एक्लै छु म नाइ हुनु नाइ हुँदैन यहाँ बास बस्न पाइँदैन त्यही भएर त यहाँ बास खोज्दा पछाडि पहिले कपडा बेच्दै भन्ने पछाडि बास खोल्ने यहाँ आइकन यहाँ महिलासँग बहिने केटीसँग बहिने तपाईँ त बलदार हुन्छ नि यसा कपडा ल्याइकन बेच्ने 10 वर्ष कि 20 वर्ष कि केटीलाई यस्ता कपडा ल्याएर पनि बेच्दै कपडा बेच्दा बास बस्ने भन्ने उहाँ र उहाँ चाहिँ फटा पुराना कपडा ल्याएर बास बस्ने भन्ने यहाँ महिलालाई र केटीलाई भुल्याएर यहाँ त्यसै दानले बलदार त हुन्छ यस्ता तैँले बास खोज्दै हुने त एकले महिलासँग बस्ने एकले केटीसँग बस्ने बास बस्ने खोज्ने 12 वर्ष सबडा बेच्ने यहाँ 12 वर्षकी केटीलाई र 15 वर्षकी केटीलाई बलदार हान्ने र जङ्गलमा फाल्ने तमी जस्तै हो हामी त व्यापारी होइन व्यापारी भनि नि त बस्दा लाग्यो यहाँ हामी त सर्वसाधारण हो हजुर आफ्नो व्यापारी सर्वसाधारण न केही न व्यापारी खाने हो जा यस्तालाई त लखन्नु पर्छ के चाहियो कपडा सबडा लखन्नु पर्छ यस्तालाई